सो हेलो गाइस सबैजनालाई नमस्ते र वेलकम छ मेरो नयाँ ब्लगमा। र आज चाहिँ म जानेछु घाँटी छिना हो। आज चाहिँ सोलो राइड हो र ब्लग हातले बन्ने छ। बाइकमा खिचेको चाहिँ म खिच्न पाउन्न, तर बिचमा चाहिँ खिच्छु होइन। यसको सो गाइस म चाहिँ भगुन्टे कटिसकेँ होइन। म चाहिँ यता यस्तो भगुन्टे कटेँ कुन ठाउँमा मलाई थाहा छैन यो पुल। सो बाइकको हालत चाहिँ यस्तो छ। बाइकले चाहिँ यो पछाडि सक झिकेको पुरै यो गर्दो रहेछ कि हिलो पुरै छ्याप्दो रहेछ गाइस होइन। सो गाइस चाहिँ अब प्यारासुटमा उडिरहेछ। सो गाइस यति होइन। अब चाहिँ म गाडी सो गाइस म चाहिँ यहाँ आइसकेँ लाखु बजार भन्ने ठाउँमा होइन। सो अनि चाहिँ म चाहिँ आएको बाबाको साथीलाई लिन हो। अनि बाबाको साथी चाहिँ घाँटी छिना भन्दा तल आइसक्नु अरे होइन। अनि बाइकको हालत त्यस्तो छ पछाडि हिलोले होइन। सो अब चाहिँ हामी भेटेर बाबाको साथीलाई चाहिँ लानेछौँ। सो गाइस यस्तो छ यहाँको भ्यू। सो गाइस ल अब चाहिँ भेटौँ न बाइक। Let's go. सो गाइस यहाँको बाटो चाहिँ मलाई मनपर्ने त्यही भएर मैले भिडियो खिचेको होइन। म यहाँ प्लेट च्यापेर खिचिरहेको बसेर भन्न सक्छ मेरो फोन मलाई थाहा छैन। जाउ भएको छ। म चाहिँ धेरै अघि आएछु। राति एनएस भनेर भन्नु अघि छ। यसको अब चाहिँ हामी घर जानेछौँ। अब चाहिँ हामी घर फर्किने बेला भेटौँ यसको बाइक। त्यो गाइस हामी चाहिँ बाबाको साथीलाई छोड्न आइसकेको छौँ। र अब हामी चाहिँ यस्तो छ यहाँ पृथ्वी चोकमा बाइकको हालत चाहिँ यस्तो छ सेट। अब चाहिँ बाइकमा पेट्रोल हाल्छु ल। हामीले पेट्रोल हालिसकेको छौँ। हामीले पेट्रोल हालिसकेको छौँ होइन। पेट्रोल चाहिँ हेरौँ है। मैले हेरिनँ 40 हालेर चाहिँ गएको थिएँ। ल आयो आज माथि। फुल हुन लाग्यो। फुल हाल्नु पनि रहेछ। ठिक छ त्यही पनि यतिले काम चल्छ। सो बुवाले सामान लिन्छ अनि घर जाने। सो गाइस चाहिँ हाम्रो बुवाको काम परेर हामी बुवालाई लिएर जाँदैछौँ। सो गाइस ल बस्नु ल। हामी चाहिँ हजुरबासँग आएको यहाँ के सामान लिन होइन। सो गाइस अब हामी चाहिँ खै के भएछ होइन। के भयो? सो गाइस अब हामी चाहिँ बुवाको के भयो अरे ल। सुक्खा चल चाहिँ हामी यहाँ बुवाले यहाँ वेल्डिङ हान्न लिएर पनि भएको छ। अनि वेल्डिङ हानेर चाहिँ हामी जानेछौँ।
गाइस ओहो आज धेरै अनि चाहिँ घर जाने अनि बाइक साइक धुने होइन सो गाइस अब हामी चाहिँ यहाँ तिर्पल रोड जानु लाग्यो होइन अनि यस्तै छ जिन्दगी पारा होइन अनि आजको ब्लग चाहिँ यति हो बुवाको यहाँ ल सो गाइस आजको ब्लग यति हो आज बुवाले धेरै काम गराउनु भयो आज 2-3 चोटि पोखरा हिँडेँ म अनि ल आजलाई त्यो बाई बाई